कस्तो ठाउँ हो बुट्टै बुट्टा झ्याले यार मलाई कस्तो रहेछ ओ रिसेन्टली तिमी के हेर्दैछौ अहिले म रिसेन्टली त अहिले स्ट्रेन्जर थिङ्स हेर्दैछु तिमी के हेर्दैछौ म त वान पिस हेर्दैछु यार तिमी के हेर्छौ ए म त गाई भैँसी हेर्छु अहिले बारतिरबाट बाख्रा छ त्यो ए गाई भैँसी भन्छ यहाँ यहाँ आमाले मै पठाएको थियो गाउँबाट मै खाऊ न यहाँ सहरमा के को खान्छ यो राम्रो हुन्छ नि अब माइन्ड नगर है प्लिज माइन्ड नगर अब यस्तै छ क्या उसले अब काठमाडौँ देखेको छैन होइन उसलाई भोलि ठाउँसम्म घुमाउँछु म क्लब सबतिर लिएर जान्छु डोन्ट माइन्ड तिम्रो गाउँमा क्लब छ ए क्लब छ त हाम्रो जनशक्ति युवा क्लब छ अस्ति बन्द हो कस्तो रमाइलो थियो माथि जान कस्तो राम्रो थियो लिभ इट के खान्छौ म पिज्जा खान्छु तिमी के खान्छौ भन त म स्प्राइट खान्छु तिमी के खान्छौ ब्रो ए मलाई त यही छ नि मकै भुटेर पठाएको थिएँ गाउँबाट मकै छ ए साँच्ची यो बिहाउँदिन छ यो मेरो गाई बिहा थियो क्या ल यो टिका लगाएर खा है टिका लगाएर खमा भने यार लाइक यस्तो पाखे बेहोरा नचाहिँ के लाइक आइम रियली सरी है लाइक बिरयानी खान्छ यसले यसलाई बिरयानी गरिदिनु त्यसलाई के हो बिरयानी भने ब्रो बिरयानी भनेको थाहा छैन गाउँमा अहिलेसम्म बिरयानी पनि पुगेको छैन कमा लाइक यार बिरयानी भनेको चाउमिन जस्तो हुन्छ कि ब्रो स्टेसमा हो फेरि बिरयानी भनेको त राइस र मिट हुन्छ नि ए राइस र मिट आइम रियली सरी राइस र मिट मासु र भात हो कि खासमा ए मासु भात भने ए त्यसमा त थप खाना त ल्याइदिएको नि कस्तो भोग लाग्यो गाउँबाट के आएन अनि त्यो डल्ले खोर्सानी क्याराप पचप खानु मजा आउँछ के हुन्छ मेरो कल आयो म निस्किनु पर्ने हुन्छ हो र कल पछि भेट्छु नि ए हुन्छ स्योर म गया बिरयानी पेट दुख्छ क्या त्यस्तो खानु न सब बहिनी बिरयानी क्यान्सिल है